हामी चाहिँ आज ब्लग बनाउँदैछौँ हजुरलाई हामीहरू कता कता जान्छौँ के गर्छौँ सबै कुराहरू हजुरहरूलाई हामी देखाउनेछौँ। भिडियो भइरहेछ हामी चाहिँ हिँडिरहेको छौँ। अब हामी आज एक ठाउँमा जानुपर्ने छ सो त्यही भएर हामी चाहिँ अहिले बाटोमा छौँ। हामी मार्केट जानुपर्ने छ आज के किन्छौँ ल। हामी चाहिँ यहाँ ब्यागहरू हेर्न आइरहेका छौँ। ब्यागको कन्डिसनहरू कस्तो राम्रो छ है। सो हामी ब्यागहरू हेर्दैछौँ। सबै देखाइदिउँ है ब्यागहरू। हामीले एउटा अफिस जानुलाई अलिक राम्रो खालको लिने। कुन चाहिँ कलर राम्रो? यो कलर राम्रो कि यो कलर राम्रो? यो पनि राम्रो छ। उयो हेर्नु नि त राम्रो छ ब्याग त सबै जुनहरू राम्रो छ ब्याग। यसको क्वालिटी चाहिँ राम्रो लाग्यो। ब्यागको कलेक्सनहरू कुन चाहिँ मन पऱ्यो तपाईँलाई भनिदिनु त। मलाई चाहिँ यो राम्रो लाग्यो, एकदम एक्स्ट्रा कलर लाग्यो। अरू पनि राम्रो छ, क्वालिटी एकदम राम्रो लाग्यो होइन। सस्तोमा राम्रो भरपर्दो रहेछ। यो पनि अफ वाइट रहेछ, राम्रो रहेछ। ब्यागहरू त एक राम्रो छ। एउटा लिनु नि त जुनले पनि राम्रो छ। सबै एक राम्रो छ ब्याग त। म अरू ब्यागहरू पनि देखाइदिन्छु नि। हेर्नु न 15 मा अफर लागिरहेछ क्या। यस्तो राम्रो राम्रो ब्यागहरू छ सबै लेदरकोहरू। अनि दुबई लेखेको ब्यागहरू पनि छ। बसतिरमा बेबीहरूको लागि कस्तो राम्रो। कुन फाइनली कुन लिनुभयो? यो लिनुभयो? कस्तो भइरहेछ? एकदम क्रेभिङ भयो भोक लाग्यो। मिठो एकदम मिठो रहेछ। हेर्नु नि यहाँ पनि ठ्याक्कै इन्डियाहरूमा नेपालमा जस्तै चपहरू अनि चिया हामी चाहिँ खान ल्याइरहेका छौँ। स्पाइसेस एकदमै मिठो छ। फाइनली साथीहरू म चाहिँ घर आइसकेँ। आज हामी चाहिँ दिनभरि हाम्रो काम व्यस्तताको कारण पनि हामी धेरै ठाउँहरू घुम्यौँ। हामीले धेरै ठाउँहरू जानुपर्ने थियो। अनि त्यो जाँदा जाँदा हामी धेरै ठाउँमा पसलहरू पनि हामी छिरिरहेको थियौँ आज। अनि हामीले आज सपिङ गर्ने भनेर गएको त थिएन, तर पनि हामीलाई के कुरा मलाई चाहिँ मन परेर मैले चाहिँ सामानहरू लिएर आएको छु। यहाँको एक्सपेन्सिभ ब्यागहरू भन्ने हेर्नुहोस् न यस्तो खालको चाहिँ है। यस्तो हुन्छ नि यहाँ एक्सपेन्सिभ ब्याग भने चाहिँ लाइक यस्तो हुन्छ। सो मैले चाहिँ आज के सामान किनेको छु घुमे अनुसार चाहिँ म के सामानहरू किनेको छु म सबैहरू जान चाहिँ पहिलो नम्बरमा छ यो ब्लेजरको सेट है। सो अब गर्मीहरू आउँदैछ अनि एकदम राम्रो छ त्यो ब्लेजरको सेट। यो अफिसियल ड्रेसको लागि चाहिँ एकदमै अब गर्मीको पर्फेक्ट हुन्छ। सो त्यसको मैले चाहिँ यो ब्लेजरको सेट किनेको छु है। त्यहाँदेखि डेली युजको लागि मलाई अफिस जानलाई आउनलाई चाहिँ धेरै सजिलो हुनेछ। सो यो दुइटा किनेको छु। अनि त्यसपछि गएर मैले अर्को के किनेको छु भन्दाखेरि मलाई मैले अर्को चाहिँ ब्याग पनि लिएको छु। किनभने मलाई सँगसँगै अफिस जाँदा ब्याग पनि चाहिने भएको कारणले गर्दा देख्न सक्नुहुनेछ ब्याग पनि लिएको छु। अनि त्यसै गरी मलाई एउटा सुज ब्याग पनि चाहिरहेको थियो। सुज ब्याग पनि लिएको छु। अनि त्यसै गरी घुम्दै गर्दाखेरि मैले अर्को दोकानमा के देखेँ भन्दाखेरि नेपाली प्रडक्ट है। सो हेर्नुहोस् न
यसलाई के भन्दो रहेछ भने दुर्खा छुर्पी नै लेखेको रहेछ है। सो मैले छुर्पी पनि लिएको छु एउटा। अब लाग्यो के खाउँ भएर हेर्नु न है। अनि सो त्यसपछि गएर हेर्नु न नेपालमा चाहिँ खाप्से सेम होइन त, नेपालको खाप्से क्या त्यस्तो फिल भएको भएर अनि मैले चाहिँ खाप्से एउटा लिएको छु। अनि त्यसैगरी जुम्लाको यो सुकेको के भन्छ नि यसलाई, के अरे सुकेको स्याउ क्या, जुम्लामा धेरै विशेष गरी पाउँछ नि, हो त्यो पनि यहाँ पाउने रहेछ। सो सबै नेपाली भाइब दिने खानेकुराहरू चाहिँ मैले लिएको छु। सो आजको ब्लगहरू हेरिदिनु भयो है। सो हामी चाहिँ आज ऱ्यान्डमली विभिन्न ठाउँहरूमा पसलहरूमा गइरहेको थियौँ, तर यतिकै अब राम्रो लाग्यो के भएको भएर चाहिँ आज खास किन्ने भनेर त गएको थिएन, तर किनियो। सो सबै कुराहरू चाहिँ एकदम राम्रै लाग्यो भनौँ न, जस्ट पैसा अनुसार एकदम ठिकै छ, राम्रै पाएँ है, किनभने यो मलाई अब डेली युजको लागि चाहिए पनि रहेको थियो। सो थ्याङ्क यू सो मच तपाईँहरू सबैजनाले मेरो भिडियो हेरेर मन पराइदिइरहनु भएको छ। हजुरहरूको माया साथ सपोर्टले चाहिँ बिस्तारै मेरो सब्सक्राइबहरू बढिरहेको छ। त्यसै कारण अझै तपाईँहरूले मलाई माया दिनको लागि लाइक अनि सब्सक्राइब मेरो च्यानललाई बढाइदिनु सक्नुहुनेछ है। सो तपाईँहरूले यदि मलाई हेरेर साथ दिनुभएको छ, मेरो च्यानललाई लाइक अनि सब्सक्राइबहरू पनि गरिदिनु होला हजुरहरूलाई मन पर्यो भनेदेखि। र आउने दिनमा चाहिँ मैले के रिलेटेड चाहिँ हजुरहरूलाई भिडियो बनाइदियोस् जस्तो लाग्छ भनेदेखि हजुरले मलाई प्लिज कमेन्ट गर्न सक्नुहुनेछ है। सो म त्यो अनुसार कोसिस गर्नेछु। सो म यहाँ रहिरहँदाखेरि चाहिँ मैले हाल आबुधाबी भन्ने ठाउँबाट बोलिरहेको छु। तपाईँहरूलाई यो रिलेटेड कुनै पनि आबुधाबी रिलेटेड अथवा काम सम्बन्धी अथवा कुनै पनि कुराहरू सोध्नु छ भने मलाई डाइरेक्ट हजुरहरूले चाहिँ कमेन्टमा चाहिँ मलाई यो रिलेटेडको भिडियो चाहियो भन्नुभयो भने म त्यो अनुसारको भिडियो चाहिँ हजुरको लागि डेफिनेटली लिएर आउनेछु है।